सबैजनालाई फेरि पनि जय मसीह। जुन देशबाट, जुन ठाउँबाट, जुन परिस्थितिबाट, जुन अवस्थाहरूबाट भएर गए तापनि तपाईँ मलाई सुन्दै हुनुहुन्छ, यो समय हेर्दै हुनुहुन्छ भने तपाईँहरू सबैजनालाई फेरि पनि प्रभु यीशु ख्रीष्टको नाममा स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी परमेश्वरको वचनको शीर्षक मैले यस्तो राखेको छु, परमेश्वरले, पवित्र आत्मा परमेश्वरले, हाम्रो ख्रीष्ट प्रभुले चाहिँ सबै भिन्नताहरू मेटाइदिनु भएको छ। के को भिन्नता, हामी त्यो विषयमा प्रेरित 11 अध्यायबाट प्रभुको वचनलाई हेर्नेछौँ। अहिले संसारमा धेरै प्रकारको भिन्नताहरू, भेदभावको कुराहरू, परिस्थितिको, ठाउँको भेदभाव, बाहिर देखिने कुराहरूको भेदभाव धेरै बढेको छ। यो भेदभाव चाहिँ उहिले हाम्रो पवित्र आत्मा परमेश्वरले, ख्रीष्ट येशूले सबै मेटाउनु भएको छ। तर मण्डलीले यो कुरा जान्न अति नै जरुरी छ। आमेन। त्यो विषयमा हामी परमेश्वरको वचनलाई हेर्नेछौँ। हामी प्रेरित 11 अध्यायबाट एक्ट्स च्याप्टर 11:1-18 हामी परमेश्वरको वचनलाई हेर्नेछौँ। प्रेरित 11 अध्यायको 1 देखि 18 सम्म हामी परमेश्वरको वचन हेर्नेछौँ। फेरि पनि तपाईँको त्यो परिस्थितिले, कोही हप्ताभरि, महिनाभरि बस्दा जिउँदा कतिवटा परिस्थितिले तपाईँलाई झेलिरहेको होला, त्यो कुरालाई केही समयको लागि पन्छाइदिनुहोस्। हामी आउँ न प्रभुको वचनबाट हेरौँ है। प्रभुको वचनले हामीलाई कसरी चाहिँ उत्साह दिन चाहनुहुन्छ, आजको दिनमा कसरी चाहिँ पवित्र आत्मा परमेश्वर उहाँको वचनद्वारा हामीसँग बोल्नुहुन्छ। यहाँनिर प्रेरित 11 अध्यायको 1 पदले यसरी भन्दछ, अब प्रेरितहरू र यहुदियामा हुने भाइहरूले अन्य जातिहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने सुने। औ जब पत्रुस यरुशलेममा उक्ली आए तब खतना लिनेहरू चाहिँ तिनीहरूसित यसो भन्दै बहस गर्न लागे, तपाईँले बेखतनाका मानिसहरू कहाँ गई तिनीहरूसँग खानु भएछ। तब पत्रुसले यसो भन्दै क्रमैसँग तिनीहरूलाई सुरुदेखिको कुरो बताउँदै गए। हालेलुया। कस्तो मिठो कुरो चाहिँ, म छक्कै परिरहेको थिएँ। प्रभुले कस्तो पत्रुसको जीवनद्वारा भएर प्रेरित 10 अध्यायमा यस्तो आश्चर्य कर्म गर्नुभएको थियो। कस्तो आश्चर्य कर्म कि अन्य जातिहरू, यहाँ चाहिँ अन्य जाति भनेको यहुदी जाति बाहेक अरू जातिहरूलाई चाहिँ के भनिन्थ्यो, अन्य जातिहरू। अनि त्यो अन्य जातिको कत्रो ठुलो घरनाले प्रभु यीशुलाई विश्वास गरेर उद्धार पाएको छ। अनि कता कता पत्रुसलाई हृदयमा आनन्द भएर चाहिँ, हेर्नुहोस् त, यति आनन्द भएर ऊ चाहिँ कहाँ आएको छ त, यरुशलेममा आएको छ। तर यरुशलेममा त अरू भाइहरू, अरू मानिसहरू मिलेर चाहिँ पत्रुसलाई कसरी चेपौँ भनेर चाहिँ उनीहरू चाहिँ एकट्ठा भएर बसिरहेको छ। म छक्कै परिरहेको थिएँ। कोही बेला हामीलाई परमेश्वरले गर्नुभएको थियो आश्चर्य कर्मलाई देखेर धन्यवाद दिनुको साटो हामीलाई जहाँ चाहिँ कुन कुरो चाहिँ फाइदा भएको छैन त्यो क्षेत्रलाई हेरेर गनगनाउनु मनपर्छ। परमेश्वरले राखिदिनु भएन कस्तो, म त यो बेलुका आफै यो वचनलाई म सोचिरहेको थिएँ, विचार गरिरहेको थिएँ, कस्तो अचम्मको घटना छ है। योभन्दा अगाडि यस्तो खालको घटना अन्य जातिको बिचमा भएको थिएन है। कस्तो मिठो कुरा यहाँनिर कर्नेलियसको घरानामा प्रभुले गर्नुभएको छ। कस्तो अचम्मक है। दर्शनद्वारा त्यस्तो साधारण व्यक्तिले दर्शन पाएर कर्नेलियसले प्रभुलाई, परमेश्वरको आवाजलाई जानेको कारण, सुनेको कारणले गर्दाखेरि आज उसको डल्लै घरानाले प्रभु येशूलाई चिनेको छ। अब त्यो खुसीको खबर लिएर कर्नेलियसको घरमा प्रभुले जे काम गर्नुभयो त्यो खुसीलाई लिएर चाहिँ यो पत्रुस चाहिँ यरुशलेममा आफ्नो मानिसहरू कहाँ ऊ आइरहेको छ। तर ऊ त्यो खुसीको खबर लिएर आउँदै गर्दाखेरि त्यहाँ मानिसहरूले चाहिँ के भन्दैछ, यहुदीहरूले के भन्दैछ पत्रुसलाई, तपाईँ त खतना नभएको व्यक्तिहरूसँग, व्यक्तिको परिवारमा, त्यही पनि अन्य जाति, यहुदी जाति पनि होइन, अरू घरानाका मान्छेहरू कहाँ तपाईँ त्यहाँ गएर के गर्नुभएछ, तपाईँ त त्यहाँ गएर चाहिँ खाना खानु भएछ। ती व्यक्ति जो चाहिँ उनीहरूले चाहिँ, मैले यो खण्ड पढ्दै गर्दाखेरि के विचार गरेँ भन्दाखेरि आज कतिजना व्यक्तिहरूकोमा आज यस्तै खालको विचारहरू हुन्छ। मलाई मात्रै प्रभुले रोज्नु भएको, उसलाई चाहिँ प्रभुले होइन। मलाई मात्रै प्रभुले आशिष दियोस्, त्यो परिवारलाई चाहिँ होइन। मलाई मात्रै प्रभुले उन्नति दियोस्, उसलाई चाहिँ होइन। तर यहाँ मलाई मिठो कुरा के लागेको छ भन्दा नि, पत्रुसले रिसाएको छैन यहाँनिर है, ऊ झर्केको पनि छैन, गाली गरेको पनि छैन। उसले चाहिँ एउटा
अगुवाले चाहिँ कस्तो मिठो गरेर है क्रमैसँग मलाई मजा लागेको छ। आज मण्डलीमा यस्तो व्यक्तिहरू चाहिएको छ जसले चाहिँ परमेश्वरबाट पाउने छुटकारालाई चाहिँ परमेश्वरबाट आउने आशिषलाई चाहिँ मण्डली परिवारमा सबैको लागि सम्मान हो भनेर देखाउने व्यक्तिहरू चाहिएको छ। हालेलुया। त्यो व्यक्ति चाहिँ तपाईँ र म बन्नुपर्छ है। हालेलुया। यहाँ कस्तो मिठो। अनि यहाँनिर पत्रुसले स्पष्टसँग त्यहाँ मानिसहरूलाई भन्दै हुनुहुन्छ, म धेरै उता जान्न, यहाँ यसरी भन्दछ पत्रुसले चाहिँ कसरी चाहिँ बयान गरिरहेको छ प्रेरित 10 अध्यायमा भएको घटना कसरी चाहिँ पत्रुसले यहाँ भन्दैछ। म झोपा सहरमा प्रार्थना गर्दै थिएँ है। पत्रुसले आफ्नो जीवनमा यीशुलाई पछ्याउँदा 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 यीशुसँग हिँड्दा हिँड्दा उसले नबिर्सेको कुरा चाहिँ के हो? प्रार्थना गर्न। हालेलुया। प्रार्थना गर्न। पत्रुसले त्यत्रो प्रभुले तपाईले प्रेरित 2 अध्यायदेखि उता पत्रुसले प्रचार गर्दा कति मान्छेहरूले प्रभु यीशुलाई विश्वास गर, हजारौं हजार मान्छेहरूले प्रभु यीशुलाई विश्वास गरेको थियो। तर उसलाई घमण्डले रोकेको रहेन है। तर उसले कति के हुन्छ, हाम्रो ठाउँ बढ्दै गर्दा हामी प्रार्थना गर्न बिर्सिन्छौँ। कोही कोही बेला यहाँनिर तपाईँले त्यति मात्र होइन, पत्रुसको जीवनमा विभिन्न कुरोहरू आएको छ। मलाई मजा लागेको छ, कति आश्चर्य कर्महरू भएको छ। तपाईँले हेर्नुभयो भने पत्रुस हिँड्दाखेरि उसको कपडाले छुँदै गर्दाखेरि त्यहाँ बिमारीहरू निको भएको कुराहरू पनि हामी पाउँछौँ। यति आश्चर्य कर्महरू प्रभुले गर्दै गर्दा पत्रुसले नबिर्सेको कुरा चाहिँ के हो? प्रार्थना गर्ने। हालेलुया। म प्रार्थना गरिरहेको थिएँ। ऊ कस्तो मजाले है, ऊ झोपा सहरमा चाहिँ गएर त्यो सहरमा बस्दाखेरि हामी कोही कोही बेला कहीँ जाँदाखेरि हामी प्रार्थनै गर्दैन। आफ्नो ठाउँदेखि अर्को ठाउँमा सरिसक्दा त्यो मान्छेको परिवारमा गइसक्दा त्यो मानिसहरूको रुटिन के छ हामी त्यता गइ पठाउँदछौँ। तर हाम्रो जीवनमा हामी सधैँ प्रभुलाई दिने ठाउँ र हामी अर्कोसँग गइसक्दा बिर्सिहाल्छौँ, अर्को बाटो बिर्सिहाल्छ। तर पत्रुस चाहिँ झोपा सहरमा आउँदै गर्दा पनि उसले के भन्दैछ? म प्रार्थना गर्दै थिएँ। हालेलुया। विश्वासीले कहिले पनि नबिर्सिनु पर्ने कुरो चाहिँ के हो? प्रार्थना हो। हालेलुया। म प्रार्थना गर्दै थिएँ। अब अचेत अवस्थामा मैले पत्रुसले बयान गर्दै हुनुहुन्छ है प्रेरित 10 अध्यायमा के भएको थियो, के घटना भएको थियो, के कारणले चाहिँ अरू यहुदी भाइहरूले चाहिँ पत्रुसलाई चाहिँ पुरा चेपिरहेको छ, तपाईँले यहाँ गलत गर्नुभयो, उनीहरूको गलत विचारहरू देखाइरहेको छ। त्यो समयमा चाहिँ पत्रुसले स्पष्टसँग भन्दै हुनुहुन्छ, म प्रार्थना गर्दै थिएँ, अचेत अवस्थामा मैले स्वर्गबाट चारैतिर कुनामा बाँधिएर ओर्लिरहेको एउटा ठुलो लुगा जस्तो पात्रको दर्शन पाएँ, त्यो म कहाँसम्म आयो। हालेलुया। कस्तो मिठो है। एउटा कुरो म तपाईँलाई बताउन चाहन्छु, जो व्यक्तिले प्रार्थना गर्छ, परमेश्वरसँग समय बिताउँछ, परमेश्वरले प्रार्थनामै दर्शन पनि हामीलाई दिनुहुन्छ। हालेलुया। यानी कि हुन आउने कुराहरू पनि उहाँले हामीलाई देखाउनुहुन्छ। तर हामी चाहिँ प्रार्थनामा के हुनु पर्यो? परमेश्वरको आवाजलाई सुन्न सक्ने हाम्रोमा क्षमता हुनु पर्यो, परमेश्वरलाई त्यो ठाउँ दिनु पर्यो। प्रार्थना कस्तो मिठो है। ऊ अचेत यस्तो तरिकाले प्रार्थना गरेछ कि ऊ अचेत अवस्थामा पत्रुसले भन्दै हुनुहुन्छ, म अचेत अवस्थामा थिएँ। तर उसले के भन्दैछ? मैले त्यो अवस्थामा प्रार्थना गरिरहेको अवस्थामा स्वर्गबाट चाहिँ उसले के देख्यो? दर्शन पायो। अनि उसले स्वर्गबाट चाहिँ के देख्यो? चारैतिरबाट बाँधिएको है ओर्लिरहेको एउटा ठुलो लुगा सेतो च्यादर जस्तो। तपाईँले प्रेरित 10 अध्यायको मजाले पाउनुहुन्छ। च्यादर जस्तो चाहिँ उसले दर्शन देखिरहेको छ। स्वर्गबाट सरर त्यो च्यादर चाहिँ झरिरहेको छ। अनि ऊ भएको त्यो च्यादर चाहिँ यति लामो स्वर्गदेखिको ऊ भएको ठाउँसम्म नै त्यो च्यादर यति त्यो च्यादर चाहिँ ऊ भएको ठाउँसम्म आइपुग्यो। अनि 6 पदले भन्दछ, मैले ढिड लगाएर हेर्दा त्यहाँ पृथ्वीका चारैवटा जन्तुहरू, जङ्गली जनावरहरू, घस्रने जन्तुहरू र आकाशका चराचुरुङ्गीहरू देखेँ। अनि पत्रुसले भन्दै हुनुहुन्छ, त्यो च्यादरमा, त्यो झरेको च्यादर सँगसँगै पत्रुस चाहिँ च्यादरमा चाहिँ के देख्यो? 4 खुट्टे जनावरहरू, जीवित जनावरहरू, जङ्गलमा बस्ने जनावरहरू पनि त्यहाँ उसले देख्यो। अनि उसले भन्दै हुनुहुन्छ, मलाई मिठो लागेको कुरा, जङ्गलमा पृथ्वीमा बस्ने जनावरहरू साथसाथै उसले के देख्यो? आकाशमा उड्ने चराचुरुङ्गीहरू सँगै बसेको, सँगै भइरहेको, माथि आकाशको पनि अनि पृथ्वीमा भएको जनावरहरू पनि सँगै त्यो च्यादरमा पत्रुसले देख्यो। कस्तो मिठो कुरा। अहिले म तपाईँहरूलाई यसको केही कुरा फेरि म सर पढ्दै तल जान्छु, तर म यसको अर्थ केही समय पछाडि भन्ने छु। अनि यहाँनिर भन्दछ, मलाई यसो भनेको मैले सुने। हेर्नुहोस् त, पहिलो कुरो के हो? प्रार्थनामा दर्शन, अनि दर्शनमा चाहिँ परमेश्वर बोल्नु भएको, पवित्र आत्मा
परमेश्वर बोल्नु भएको कुरा चाहिँ पत्रुसले के गरे सुने हालेलुया जो व्यक्तिले प्रार्थना गर्छ जो व्यक्तिले प्रभुको निम्ति समय निकाल्छ उसकोमा चाहिँ परमेश्वरको आवाजलाई सुन्ने क्षमता पनि बढ्दो रहेछ हालेलुया कस्तो मिठो हे पत्रुस उठ र मारेर खाऊ तर मैले भने प्रभु त्यस्तो नहोस् किनकि कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिले परेको छैन अनि पत्रुसले त्यो च्यादरमा उसले हेर्दै गर्दा के देखिरहेको थियो त्यहाँ कति व्यवस्थामा भनेको कुन कुरा खानु कुन कुरा नखानु भन्ने कुराहरू सबै मिसिएको उसले देख्यो अनि त्यो देख्दा उ चाहिँ झस्सँग उसले चाहिँ के सोच्यो शरीरमै त्यो कुरा खानु पर्ने रहेछ भन्ने कुरो सोच्यो अनि परमेश्वरले भन्नु पत्रुसलाई त्यो खाऊ अनि पत्रुसले भन्यो यस्तो कुरो नहोस् यो अशुद्ध कुरो म खान सक्दिनँ उसले चाहिँ त्यही खाने कुरा त्यो देखेको जुन दर्शनमा देखेको पात्रहरूलाई नै उसले खानु होला भन्ने उसले विचार गरिरहेको थियो तर पवित्र आत्मा परमेश्वर झट्टै बोलिहाल्नु भयो हेर्नुहोस् त तर मैले भने प्रभु यस्तो नहोस् पत्रुसले भन्यो किनकि कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिले परेको छैन तर त्यो स्वरले दोस्रो पल्ट स्वर्गबाट मलाई जवाब दियो जे परमेश्वरले शुद्ध गर्नु भएको छ त्यसलाई तिमीले अपवित्र नभन हालेलुया कस्तो मिठो कुरा यहाँनिर पत्रुस डराइरहेको छ पत्रुसले के भन्दै हुनुहुन्छ ऊ डराइरहेको छ यो अशुद्ध कुरो म खान सक्दिनँ तर दोस्रो पल्ट परमेश्वर बोल्दै हुनुहुन्छ के भन्दै हुनुहुन्छ परमेश्वरले शुद्ध पार्नु भएको कुरालाई तिमीले के गर अपवित्र नभन हालेलुया अब यसको अर्थ फेरि म अलिक तल बताउने छु फेरि सर र हामी पढ्नेछौँ तेस्रो चोटि 3 पल्ट यस्तै भयो र तिनी सबै फेरि स्वर्गमा खिचिए तेस्रो चोटि पनि परमेश्वर पत्रुससँग बोल्नु भयो अनि त्यस पछाडि चाहिँ के भएछ त्यो चाहिँ सर त्यो च्यादर फेरि जहाँबाट आएको त्यसरी नै माथि वापस गयो आज म तपाईलाई बताउन चाहेको कुरा के अनि यहाँ के भन्छ अनि त्यो दर्शन चाहिँ समाप्ति भयो पत्रुसको दर्शन समाप्ति हुने बित्तिकै के भएको छ 11 पदमा तेस्रो चोटि परमेश्वर पत्रुससँग बोल्नु भएको छ आज मलाई मजा लागेको कुरा जब सामेललाई तपाईले हेर्नुभयो भने सामेल बाल्य अवस्थामा हुँदा परमेश्वर त्यहाँ 3 चोटि नै बोल्नु भयो तेस्रो चोटि नै बोल्नु भएको छ है पक्का भएको छ पत्रुसलाई पनि यहाँ पक्का भएको छ मलाई मिठो लागेको कुरा नि औ तुरुन्तै सिजरबाट म कहाँ पठाएका 3 जना मानिसहरू हामी भएको त्यस घरमा आइपुगे त्यो दर्शन पत्रुसले भन्दै हुनुहुन्छ त्यो दर्शन जब समाप्ति हुने बित्तिकै त्यो च्यादर चाहिँ स्वर्गमा जसरी स्वर्गबाट आएको थियो त्यसरी नै माथि खिचिने बित्तिकै चाहिँ कोही व्यक्तिहरू सिजरियाबाट म कहाँ पठाएका 3 जना मानिसहरू हामी भएको घरमा आइपुगे दर्शन पनि पत्रुसले देखिसक्यो 3 जना व्यक्तिहरू पनि त्यो घरमा आइपुगे अब आत्माले मलाई केही शंका नमानिकन तिनीहरूका साथमा जाऊ भनी अराउनु भयो यी 6 जना भाइहरू पनि मेरो साथ लागेका थिए र हामी ती मानिसको घरमा पस्यौं कस्तो मिठो लागेको कुरा परमेश्वरले पत्रुसलाई दर्शन दिनुभयो दर्शनमा 3 चोटिमा पत्रुसलाई पक्का भयो अनि पत्रुस त्यो सपना देख्न दर्शन देखि सक्दै उसलाई खोज्दै मानिसहरुमा टक्कै आइपुगे हेर्नुस् त जब परमेश्वर बोल्नुहुन्छ नि उहाँले कनेक्सनहरु जोड्ने काम गर्नुहुन्छ हालेलुया जब परमेश्वरले हामीलाई दर्शनहरु दिनुहुन्छ सपनाहरु दिनुहुन्छ परमेश्वरले त्यो दर्शन दिँदा हामीलाई अर्थ पनि दिनुहुन्छ हालेलुया यदि हामीलाई त्यो अर्थ आउँदैन जब कोही बेला जोसुकेको सपना सुत्ने बित्तिकै देख्ने बानी हुन्छ नि त्यो जो कथा जस्तो त्यसको चाहिँ अर्थ भनेको हैन यहाँ तर यहाँ उद्धारको कुराहरु आइरहेछ कस्तो मिठो कुरा है यहाँ के भन्दैछ कोही मान्छे पत्रुसले सपनामा देखे अनुसार उसलाई खोज्न आएको छ अनि आत्माले पत्रुसलाई के भन्यो अघिसम्म पत्रुसको मनमा ढुकढुक भइरहेको थियो दोमन भइरहेको थियो कस्तो खालको सपना हो अशुद्ध कुरो पनि त्यहाँ थियो शुद्ध कुरो पनि त्यहाँ थियो फेरि परमेश्वरले भन्नुभयो मैले शुद्ध पारेको कुरालाई तैले अशुद्ध नभन् पनि भन्नुभयो परमेश्वरले अनि फेरि पवित्र आत्माले 12 पदमा पत्रुसलाई के भन्नुभयो आत्माले मलाई केही शंका दोमनको नभइकन त्यो दर्शनको बारेमा शंका नगरिकन तैले के देखिस् त्यो कुरालाई विचार नगरिकन परमेश्वरले पवित्र आत्माले के भन्नुभयो जाऊ भनी अराउनु भयो यी 6 जना भाइहरू पनि मेरो साथ लागेका थिए र हामी ती मानिसको घरमा पस्यौं कसको घरमा अब यो कर्नेलियसको बारेमा कुरा हुँदैछ है मलाई मिठो लागेको कुरा पत्रुसलाई दर्शन भएको छ पत्रुसले दर्शन देखेको छ परमेश्वरबाट उले पक्का पाएको छ अनि उले जस्तो दर्शन देखेको छ त्यस्तै उता के भएको छ 13 पदले भन्छ उनले हामीलाई यही बताए कि कसरी उनको घरमा उभिएर यसो भनिरहेको एउटा स्वर्गदूत उनले देखे जोपामा मानिसहरू पठाएर कुल नाउँ पत्रुस भएका सिमनलाई बोलाइ पठाऊ उनले तिमीलाई वचन दिनेछन् र तिमीले उद्धार पाउनेछौ तिमी र तिम्रो सारा परिवारले हालेलुया
कस्तो मिठो। उता पत्रुसले दर्शन देखेको छ, त्यो दर्शन उलाई क्लियर भएको छैन, तर यहाँनिर जब त्यो दर्शन अनुसार पवित्र आत्माको आवाजलाई सुनेर पत्रुस चाहिँ लगालगुले केही नबुझिकन ऊ हिँडेको छ। अनि 13 पदले भन्दछ, जब तपाईले 10 अध्याय पढ्नुहुन्छ, कर्नेलियसको घरमा चाहिँ पत्रुस आइपुग्दाखेरि यही कुरालाई 13 पदको कुरा चाहिँ यहाँनिर के भनेको छ, यहाँ तपाईले प्रेरित 10:31 मा पाउनुहुन्छ है। औ भने कर्नेलियस तिम्रो प्रार्थना सुनाइ भएर तिम्रो दान पुण्य परमेश्वरको सामने सम्झना भएको छ, यसै कारण जोपामा पठाएर कुलनाउ पत्रुस भएको सिमोनलाई बोलाइ पठाऊ। तिनी समुद्रको किनारमा छालाको काम गर्ने सिमोनको घरमा पाहुना भई बसेका छन्। तब मैले तुरुन्तै तपाईका मानिस पठाए, तपाई आउनुभयो, यो साह्रै असल गर्नुभयो। अब प्रभुबाट तपाईलाई आज्ञा भएका कुराहरू सुन्न हामी सबै परमेश्वरको सामने यहाँ उपस्थित भएका छौं। पत्रुसले चाहिँ त्यो दर्शन देखेर ऊ अन्यल परिरहेको छ, तर पनि उले पवित्र आत्माको कुरालाई सुनेर ऊ कर्नेलियसको घरसम्म आएको छ। तर कर्नेलियसले पत्रुसलाई देख्दा देख्दै भनेको छ, जस्तो उता पत्रुसलाई दर्शन भयो, यहाँ कर्नेलियसलाई पनि दर्शन भएको छ। कर्नेलियस कस्तो मिठो कुरा नि, हेर्नुस् न, प्रभुले जोड्नु भएको छ। अनि कर्नेलियस चाहिँ उसको सबै शाखा सन्तान, आज हामी कतिजना कस्तो लागेको नि, हामी परिवारहरू कति ठाउँमा मान्छेहरू भेला हुन्छ, खाना पिउना को लागि मात्रै हुन्छ। अहिलेको समयमा तपाईले देख्नु भएको छ, चारैतिर पवित्र आत्माको कुरा गर्ने कामै छैन। तर कस्तो भिन्नै कर्नेलियस, हेर्नु न, उले परमेश्वरको बारेमा त्यति जानेको पनि छैन, सुनेको मात्र हो। ऊ यहुदी घरानाको व्यक्ति पनि होइन, तर उले आफ्नो सबै शाखा सन्तानलाई भेला गरेर के को लागि बसिरहेको रहेछ। यहाँ 33 प्रेरित 10:33 ले भन्छ, तब मैले तुरुन्तै तपाईका मानिस पठाएर तपाई आउनुभयो औ साह्रै असल गर्नुभयो। अब प्रभुबाट तपाईलाई आज्ञा भएका कुराहरू सुन्न हामी सबै परमेश्वरको सामने यहाँ उपस्थित छौं। आज कोही बेला हामी भेला हुन्छ, त्यतिकै हौडेको गफ गरेर हामी त्यतिकै समय व्यतीत गरिरहेका हुन्छौँ परिवारमा, आफन्तहरूमा भेट्दा। तर कर्नेलियसको स्वभाव कस्तो मिठो है, उसले त सबै आफन्तहरूलाई भेला गरेर कसलाई सुन्न, परमेश्वरले के भन्नुहुन्छ। हालेलुया। त्यो उद्धारलाई, परमेश्वरबाट पाउने उद्धारलाई उसले पर्खिरहेको कुरा हामी यहाँ थाहा पाउँछौँ। कस्तो मिठो लागेको। अनि यहाँनिर पत्रुसले फेरि दर्शनमा, फेरि प्रेरित 1:11 अध्यायमा आउँछु, पत्रुसले जुन कुरोले दर्शनमा भइरहेको थियो, अनि उता कर्नेलियससँग भइरहेको कुरा चाहिँ पत्रुसले जो मान्छे रिसले, घमण्डले र भिन्नता छुटाएर हामी यहुदीहरू भन्ने व्यक्तिहरूलाई चाहिँ यानी पत्रुसले कस्तो मजाले भन्दै हुनुहुन्छ कि परमेश्वरले भिन्नता ल्याउनु भएन भने म भिन्नता ल्याउने को। हालेलुया। हामी उता हेर्दै जानेछौँ, कस्तो मिठो। अनि यो उद्धार हेर्नुहोस् त, र 14 पदले, औ तिमीले उद्धार पाउनेछौ, तिमी र तिम्रो सारा परिवारले। हेर्नुहोस् त, कर्नेलियस यस्तो व्यक्ति रहेछ, आफू मात्रै उद्धार पाउने होइन, तर परिवारको लागि सोच्ने, मानिसहरूको बारेमा फिक्री गर्ने, उसले जम्मै परिवारको लागि। हेर्नुहोस् त, अनि 15 पदले भन्छ, जब मैले बोल्न थाले तब पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनु भयो। अब म तपाईहरूलाई दर्शनको अर्थ मजाले बताउने छु। यहाँनिर कर्नेलियसको घरमा जानुभन्दा अगाडि पत्रुसलाई दर्शन भयो। अनि पत्रुसलाई यस्तो दर्शन दिएको, तपाईँलाई मैले बताएँ, माथि आकाशदेखि च्यादर चाहिँ तल पृथ्वीसम्म आयो। अनि त्यो च्यादरमा चाहिँ आकाशको चराचुरुङ्गी र पृथ्वीमा घस्रेर हिँड्ने, जङ्गलमा रहने विभिन्न प्रकारको चराचुरुङ्गीहरू एकै ठाउँ, त्यो चाहिँ राम्रो कुरो थिएन, माथिको कुरा। तर यहाँनिर परमेश्वरले पत्रुसलाई देखाउँदै गर्नुभएको कुरा चाहिँ के हो, अब ख्रीष्ट येशू पृथ्वीमा आउनु भए पछाडि ख्रीष्टको बलिदानले चाहिँ सबै भिन्नता मेटाएको छ। आकाशको र पृथ्वीको सबै सँगै रहन सक्दछन्। हालेलुया। मैले बताउन चाहेको, यहाँनिर पत्रुसलाई यसरी स्पष्ट गराउँदै हुनुहुन्थ्यो, पवित्र आत्माले क्लियर गराउँदै हुनुहुन्थ्यो। पत्रुसले यदि कर्नेलियसको बारेमा अगाडि उसलाई थाहा थियो भने त ऊ अन्य जातिकोमा जाने थिएन, किनकि यहुदीहरू अरू जातिहरू कहाँ जानु उनीहरूका लागि घिनलाग्दो कुरो थियो, त्यो शर्मको कुरो थियो, अनि उसलाई जानु मन लाग्दैन थियो। तर पवित्र आत्माले उसलाई दर्शन दिएपछि पत्रुसलाई पक्का गराएर दर्शनमा यस्तो पक्का गराउनु भयो कि परमेश्वरले माथिल्लो लेभलमा बस्ने जातिलाई पनि र तल्लो लेभलमा पर्ने जातिलाई पनि सँगै ल्याउनु भएको छ। हालेलुया। आकाशमा उड्ने चराचुरुङ्गी र घिनलाग्दो अवस्थामा रहेको विभिन्न चराचुरुङ्गी, पृथ्वीमा रहने जनावरलाई पनि त्यही एउटै स्थानमा ल्याउनु भएको छ। यानी कि परमेश्वरले पत्रुसलाई देखाउन चाहनु भयो कि परमेश्वर जुन यीशु ख्रीष्ट पृथ्वीमा आउनु भयो, यीशु ख्रीष्ट आउनुको उद्देश्य चाहिँ हरेक माथिल्लो लेभलमा रहेको मानिसलाई मात्र होइन, ठुलो जातको मानिसलाई
ठुलो स्थानमा रहने व्यक्तिहरूको लागि मात्र होइन, तर ख्रीष्ट येशू चाहिँ माथिल्लो स्थानमा रहने व्यक्ति, तल्लो स्थानमा रहेको जाति हरेकको लागि चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि पत्रुसले यहाँ भन्दै हुनुहुन्छ, म त त्यहाँ गएर प्रचार मात्रै गरेको थिएँ, मैले त मुख मात्रै खोल्दै थिएँ, मैले पवित्र आत्माले भरेको होइन, पवित्र आत्मा आफै ओर्लिनु भयो। हालेलुया। यानी कि यहाँबाट पत्रुसले स्पष्ट गराउँदै हुनुहुन्छ, पवित्र आत्माले चाहिँ मानिसहरू भित्र भएको भिन्नतालाई मेटाउँदै हुनुहुन्छ। हालेलुया। मण्डली भित्र पनि मलाई मिठो लागेको कुरा, अबको दिनमा चाहिँ जब तपाईँ र मैले पवित्र आत्मालाई ठाउँ दिन्छौँ नि, पवित्र आत्माले हामी भित्र भएको त्यो ईर्ष्याको कुरोहरू, डाहाको कुरोहरू, निन्दाको कुरोहरू, अर्कोलाई देख्दाखेरि भेदभाव गर्ने कुरोहरू उहाँले काम मिलाउँदै हुनुहुन्छ, सम्मान गर्दै हुनुहुन्छ मण्डली भित्र। हालेलुया। बाहिर चाहिँ के छ? उच्च स्थान, तल्लो स्थान, माथिल्लो लेभल। हिजोस्ति म एउटा कन्फरेन्समा गएको थिएँ, मैले त्यहाँ विचार गरिरहेको थिएँ, धेरै पढ्ने कुरा मलाई मजा लाग्छ, सबैले पढ्नुपर्छ भन्छु म, धेरै अरूको भन्दा धेरै पढ्नुपर्छ, एकदमै ज्ञानी हुनुपर्छ, जान्ने पनि हुनुपर्छ, तर पवित्र आत्मालाई स्थान दिनु चाहिँ बिर्सिनु हुँदैन है, किनकि हामीले आफै कमाउने कुराहरू चाहिँ हराएर जान्छ, तर पवित्र आत्माबाट आएको कुरोले चाहिँ के गर्छ? हामीलाई जीवन दिने काम गर्छ, हाम्रो वृद्धि हुने काम गर्दछ। अनि यहाँ पत्रुस के मेरो हातमा थिएन, मैले त बोल्दै थिएँ त्यहाँनिर, कर्नेलियसको घरमा गएर उसले पर्खिरहेको थियो, उसको परिवारहरू त्यहाँ भेला भएको थियो, मैले त साधारण प्रभुको वचनहरू प्रचार गरेको मात्रै हो, मैले त बोलेको मात्रै हो, मैले बोल्नु थालेको मात्रै थिएँ। 15 पदले के भन्दछ? जब मैले बोल्न थालेँ तब पवित्र आत्मा तिनीहरूमाथि ओर्लाउनु भयो। हेर्नुहोस् त, मैले त बोलेको मात्र हो, तर काम गर्ने चाहिँ को हुनुहुँदो रहेछ? पवित्र आत्मा। हालेलुया। कस्तो मिठो कुरो। अनि यहाँनिर स्पष्ट भएको कुराहरू के भयो? अनि पत्रुसले, मलाई मजा लाग्यो, पत्रुसले 16 पदमा के भन्नुहुन्छ? औ मैले प्रभुको वचन सम्झेँ। अनि जब पवित्र आत्माले पत्रुसलाई सम्झना गराउनु भएको कुरो उसले भन्दैछ, कस्तो मिठो कुरा। औ मैले प्रभुको वचन सम्झेँ। यहाँनिर मलाई मिठो लागेको कुरा, परमेश्वरले हामीलाई परिवर्तन गर्नुको लागि, हाम्रो अवस्थाहरू बदलाउनुको लागि उहाँले आफ्नो वचन चाहिँ हामीलाई सम्झना गराउनु हुँदो रहेछ है। मलाई मिठो लागेको कुरा, पत्रुसले यहाँ 16 पदमा के भन्छ? औ मैले प्रभुको वचन सम्झेँ कि कसरी उहाँले भन्नुभएको थियो, यौनाले त साँच्चै पानीले बप्तिस्मा दिए, तर तिमीहरू त पवित्र आत्माले बप्तिस्मा हुनेछौ। यो कुरो कसले भन्नुभएको थियो? प्रभु यीशुले भन्नुभएको कुरो पत्रुसले यहाँ कोट गरिरहेको छ। प्रभु यीशुले भन्नुभएको कुरा पत्रुसलाई याद आयो। जब पवित्र आत्माले कर्नेलियसको घरमा यति ठुलो काम गर्नुभयो, उसको सबै, त्यहाँ बाइबलले भन्दैन एक दुईजना छुट्यो भन्दैन, सबै घरनाले, कर्नेलियसको सबै परिवारले उद्धार पाए। हालेलुया। अबको त्यो दिनहरू हाम्रो मण्डलीमा फर्केर आउनेछ। हाम्रो हरेक घरनाहरूले, हामीले त्यो साइनोहरू बिर्सेको घरनाहरूले पनि प्रभुले उनीहरूलाई पनि बचाउनु हुनेछ, उनीहरूले पनि उद्धारलाई पाउनेछ। तर कसको लागि? जो चाहिँ पत्रुसले जस्तो त्यो भिन्नतालाई मेटाउन सक्नु पर्यो, ऊ यस्तो त्यो त्यस्तो, यो हामीभित्र हुनु भएन। पवित्र आत्माले त्यहाँ काम गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् कस्तो भन्नुभयो, परमेश्वरले के भन्नुभयो दर्शनमा पत्रुसलाई? आकाशको र पृथ्वीको जे कुरो मैले तँलाई देखाइरहेको छु त्यो कुरोलाई अशुद्ध नभन्, मैले शुद्ध गरेँ। यानी कि यहाँनिर परमेश्वरले बताउन चाहनु भएको, मैले चुनेको मेरो प्रजाहरूलाई तैँले यहुदी भएर पनि तैँले अन्य जातिहरूलाई चाहिँ अशुद्ध नमान्नु। हालेलुया। तपाईँ र मलाई यहाँनिर पवित्र आत्माले भिन्नता ल्याउनु भएको छ। कस्तो मिठो कुरा। अनि पत्रुसलाई याद भयो, तिमीहरू पवित्र आत्माले बप्तिस्मा हुनेछ। यीशुले अगाडिबाटै भन्नुभएको थियो। यानी कि पत्रुसलाई थाहा भयो कि मैले तिमीलाई उद्धार दिन आएँ, तर पवित्र आत्मा चाहिँ तिमीहरूमा आउनुहुनेछ। यीशुले भन्नुभएको कुरो पत्रुसलाई याद भएको छ। आज तपाईँ र मैले प्रभु यीशुलाई विश्वास गरेको मान्छेले चाहिँ यो कुरा थाहा पाउनुपर्छ कि उद्धार मुक्ति पवित्र आत्मा चाहिँ एउटा जाति, एउटा मानिस, एउटा वर्गको लागि मात्र होइन, तर विश्वास गर्ने सबैको लागि हो। हालेलुया। हाम्रो प्रभु यीशु ख्रीष्ट चाहिँ उहाँको उद्धार चाहिँ सबैको लागि हो, तर उहाँको उद्धार ल्याउनको लागि चाहिँ उहाँले मानिस जातिलाई प्रयोग गर्न हुन्छ। हामी सुसमाचार लिएर जान्छौँ। जसरी पत्रुसले वचन बोल्दै थियो, पवित्र आत्मा त्यहाँ आउनुभयो। हालेलुया। पत्रुसको काम के थियो? बोल्ने मात्र, सुनाउने काम थियो, तर त्यहाँ अवस्थाहरू बदलाउने, उद्धारको काम गर्ने चाहिँ को हुनुहुन्थ्यो? पवित्र आत्मा। हालेलुया। कस्तो मिठो कुरा। हालेलुया। आज त्यही भएर पवित्र आत्मा चाहिँ तपाईँ र मलाई चाहिएको छ। तपाईँ र मैले एकदमै प्रार्थना गर्न, अन्य भाषामा प्रार्थना गर्न, पवित्र आत्मालाई ठाउँ दिन एकदमै जरुरी छ। जबसम्म पवित्र आत्मा तपाईँ र ममा आउनुहुन्न, हाम्रो समझ खोलिन सक्दैन। यहाँनिर के भन्दछ? पवित्र आत्माले जब कार्य गर्नुभयो, पत्रुसको समझ खोलिएको छ, पत्रुसलाई थाहा भएको छ। जब तपाईँ र म पवित्र आत्माको शक्तिले भरिएर हामी खडा हुन्छौँ नि, मानिसले सुन्नेछ। हालेलुया। कठोर
भन्दा कठोर मान्छेले पनि, रिस्साले पनि, विरोध गर्नेले पनि, निन्दा गर्नेको हृदयमा पनि परमेश्वर बोल्नुहुन्छ। यहाँ यहुदीहरू, तपाईले अघि मैले प्रेरित 11 अध्यायको 1 मा के गरे, उनीहरूको बीचमा विवाद चलिरहेको थियो, भिन्नताको कुरोहरू आइरहेको थियो। किन? हामी उनीहरूले सोचिरहेको थियो यहुदी जातिहरूको लागि मात्र उद्धार हो। तर म तपाईहरुलाई बताउन चाहन्छु, हामी उत्पत्ति 12 अध्यायको 3 पदमा पढ्यौं भने परमेश्वरले अब्राहमलाई के भन्नुभयो, तँमा नै पृथ्वीको सारा घरानाले, पृथ्वीको सारा मानिसले के गर्नेछ, आशिष पाउनेछ। त्यहाँनिर तँमा नै भन्नु खोजेको साधारण अब्राहममा भन्नु खोजेको हैन, तर अब्राहमबाट आउने हाम्रो ख्रीष्ट येशूमा चाहिँ सबै परिवारले के गर्नेछ, उद्धार पाउनेछ, आशिष पाउनेछ। हालेलुया। त्यो कुरालाई चाहिँ गरिरहनु भएको छ। तपाईले गलातीको पुस्तक 3 अध्यायको 16 देखि तपाईले मज्जाले पढ्नु भयो भने त्यहाँनिर मज्जाको कुराहरू त्यहाँ पाउनुहुन्छ। परमेश्वरले सबै भिन्नताहरू उहाँले मेटाउनुहुन्छ। को फुक्का, को यो, को त्यो, है, कस्तो मिठो कुरा तपाईले राम्ररी पढ्नुस्। त्यो गलाती 3 अध्याय जम्मै पढ्नुस्, म सबै पढ्न चाहन्न। यहाँनिर 16 पदले भन्छ, तपाईले गलाती 3 को 23 देखि उता 29 सम्म जम्मै पढ्नुस्। भिन्नताहरू मेटाउनु, को स्त्री, को पुरुष। फेरि त्यो भन्दै गर्दाखेरि स्त्रीले म त स्त्री होइन रहेछ भन्नु खोजेको हैन, बाहिरीको कुरा यो बताइएको हैन, तर हाम्रो सोचाइ विचारहरू, है, हामीले गलत हाम्रो धारणाहरूलाई चाहिँ परमेश्वरले बदलाउनु भएको छ। म भन्ने कुरालाई चाहिँ परमेश्वरले के गर्नु भएको छ, फ्यालिदिनु भएको छ। यहाँ मिठो कुरा भन्छ है गलाती 3 को 16 मा, अब अब्राहमलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलेको हो। यो उत्पत्ति 12 अध्यायको कुरा, वंशहरूलाई भनी धेरै जनालाई भने झै गरी होइन, तर एकै जनालाई, तेरो वंशलाई जो ख्रीष्ट हुनुहुन्छ। त्यहाँनिर अब्राहमलाई चाहिँ के भनेको थियो, तँमा नै, तेरो वंशमा नै, तँमा नै पृथ्वीको सबै मानिसले आशिष पाउनेछ भन्दै गर्दाखेरि अब्राहमद्वारा, अब्राहमको वंशद्वारा भएर को आउनुभयो, ख्रीष्टमा चाहिँ। अनि यहाँनिर पत्रुसलाई स्पष्ट गराउँदै हुनुहुन्छ कि प्रेरित 11 अध्याय स्पष्ट रूपमा पत्रुसले भन्दै हुनुहुन्छ, प्रेरित 10 अध्यायमा कर्नेलियसको परिवारमा गर्दै गर्नुभएको कुरो पत्रुसलाई दर्शनद्वारा भएको छ, स्पष्ट भएको छ कि ख्रीष्ट येशू चाहिँ यहुदीहरूको लागि मात्र होइन, तर अन्य जाति सबै पृथ्वीमा रहेका सबै मानिसहरूको लागि चाहिँ उहाँ हुनुहुन्छ। हालेलुया। कुनै भिन्नता छैन उहाँमा। यीशु ख्रीष्ट चाहिँ फल्ना जातिको उसको लागि मात्र होइन। कतिजना मान्छेहरूले प्रश्न गर्नुहुन्छ, तिमीहरू के इजरायलमा जन्मेको र तिमीहरू विश्वासी हामी जुनै ठाउँमा जन्मेको भए पनि ख्रीष्ट येशू सबैको लागि उद्धारकर्ता हुनुहुन्छ। हालेलुया। उहाँको उद्धार चाहिँ यीशुलाई विश्वास गर्ने हरेक मानिसहरूको लागि हो। अनि यहाँनिर हेर्नुहोस् त, मण्डलीभित्र यस्तो भिन्नताहरू आउनु सक्छ भोलि पछिको दिनहरूमा, है। यो कतिखेर भएको, भर्खरै उता प्रेरित 2 अध्यायमा पवित्र आत्मा आउनु भएको, यत्रो ठुलो आश्चर्य कर्मको हुँदै गर्दाखेरि पनि यहाँनिर यहुदीहरूको बीचमा भिन्नता आएको छ। उनीहरूले आफ्नो यहुदी जातको घमण्डहरू गरेको छ। अबको दिनहरूमा त्यस्तै हाम्रो वरिपरि आउँछ, है, होशियार। आज तपाईँ र मैले वरिपरि त्यस्तो हुँदैछ भने हामीले पत्रुसले जस्तो प्रार्थना सहित, पत्रुसले जस्तो सम्झाउने, हालेलुया, पवित्र आत्माले चाहिँ कुनै भिन्नता राख्नुहुन्न, ख्रीष्ट येशूको उद्धार चाहिँ सबैको लागि हो भनेर हामीले स्पष्ट रूपमा बताउन सक्नु पर्छ। हालेलुया। कस्तो मिठो, है। परमेश्वरले यस्तो दर्शन दिनुभयो। मैले यो दर्शन यो जहिले पढिरहेको थिएँ, के चाहिँ होला, माथिबाट चराचुरुङ्गी आकाशमा पृथ्वीमा घस्रिने जन्तीहरू के चाहिँ आएको होला सेतो पर्दामा भनेर म प्रार्थना गरिरहेको थिएँ। अनि अलिक तल पढ्दै गएँ। यहाँ 16 पदमा आए पछाडि पत्रुस चाहिँ के भन्छ, म बोल्दा बोल्दै मेरो कारणले होइन, तर पवित्र आत्मा आउनु भयो। पवित्र आत्मा 17 पदले के भन्छ, जब प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्ने हामीलाई जस्तै उनीहरूलाई पनि परमेश्वरले वरदान दिनु भएपछि म को हुँ र परमेश्वरलाई रोक्न सक्ने। हालेलुया। पत्रुसले कस्तो मिठो भन्दैछ, ओ प्रभु पवित्र आत्मा स्वयंले नै उद्धार सबैलाई दिनुभएको छ। विश्वास गर्नेहरूलाई उहाँले नै बचाउनुहुन्छ भने, उहाँले दान वरदानले भर्न चाहनुहुन्छ भने म रोक्ने को। हालेलुया। अब पत्रुस यस्तो लिडर भएर त म त केही होइन भनेर देखाइसकेपछि अरू बीचमा घाँस घुसघुस गर्नेहरू के हो उनीहरूको, है। कस्तो मिठो कुराहरू यहाँनिर पत्रुसले बताएको छ। आज म तपाईँहरूलाई बताउन चाहन्छु, यदि हाम्रो मनमा पनि कता कता आफ्नो ठाउँको, आफ्नो स्थानको, आफ्नो पोजिसनको, आफ्नो खानेकुराको, आफ्नो लाउने कुराको, आफ्नो देख्ने कुराको, हिँड्ने कुराको, घर परिवारको घरनाको हामीमा घमण्ड आउँदैछ भने होशियार। हालेलुया। बाइबलले के भन्दछ, हामी ख्रीष्ट येशूमा समान छौँ। हालेलुया। हामी मण्डली भित्र आउँदै गर्दाखेरि हामी ख्रीष्ट येशूमा एउटै छौँ, जहाँ चाहिँ उद्धार चाहिँ हरेक जातिहरूको लागि, विभिन्न संसारमा रहेको
हरेक प्रत्येक जातिहरूको लागि, कुना कुनामा रहेको हरेक मानिसहरूको लागि चाहिँ प्रभु यीशु ख्रीष्ट दिएको छ। आज तपाईँ र मैले बिर्सिनु हुँदैन। अनि तपाईँ र म पनि उद्धार पाएको छ। यहाँनिर पत्रुसले भन्दै हुनुहुन्छ परमेश्वरले यस्तो आश्चर्य काम गर्नुभयो, उद्धार दिनुभयो, त्यति मात्र होइन पवित्र आत्माको दान वरदान दिनुभयो भनेदेखि ओ रोक्ने मको हालेलुया कर्नेलियसको घरमा यस्तो आश्चर्य कर्म हुँदै गर्दा आज यहाँनिर मैले मेरो अनुसारले हुनु हो भने त यहाँनिर कर्नेलियसको घरमा यस्तो आश्चर्य कर्म भएको अरू यहुदीहरूले अरू विश्वासीहरूले भेला हुँदै गर्दा त रमाउनु पर्ने हो। हालेलुया आज उनीहरू खुसी हुनुपर्ने हो। त्यत्रो कर्नेलियसको जम्मै घरानाले प्रभु यीशुलाई चिन्यो, रमाड गर्नुपर्ने हो, झगडा गर्नुपर्ने कुनै कारणै यहाँ थिएन। तर पनि पत्रुसले यहाँनिर सम्झाइरहनु भएको छ सबैको उप चाहिँ पवित्र आत्मा हुनुहुन्छ। हालेलुया पवित्र आत्माले नै कसैलाई छुटाउनु हुन्न भने म छुट्याउनेको, उहाँको कामलाई दखल दिने रोक्ने मको। आज कतिचोटि हामी मण्डलीमा प्रभुको आश्चर्य कर्मलाई रोक्ने मान्छेहरू भइरहेको हुन्छ घमण्डको कारणले गर्दाखेरि। ओ मलाई यो स्थान भएन, मलाई त्यो भएन, मलाई यो भएन, हामी घमण्ड गरिरहेका हुन्छौँ। तर हामीले गर्नुपर्ने काम चाहिँ के हो? मण्डलीमा परमेश्वरको सुसमाचार प्रचार गर्नुपर्ने हो, प्रार्थना गर्नुपर्ने हो, मानिसलाई मण्डलीमा ल्याउनु पर्ने हो। हालेलुया आएर हेर अस्ति पास्टर विनयबाट हामी सुनिरहेको मलाई साह्रो मनपर्छ है, यो नयाँ अध्याय पढ्दै जान्छु मलाई मनपर्छ है। आएर हेर आज मण्डली बाहिर भित्र रहेका संसारभरि भिन्नता छ, मण्डली मात्र यस्तो ठाउँ जहाँ चाहिँ सबै भिन्नता पवित्र आत्माले मेट्नु भएको छ। हालेलुया हामी मण्डली भित्र नै तोछाड मछाड यो त्यो भनेर घमण्ड रिस डाहा क्रोध एकले अर्कालाई देख्दै गर्दा गर्छौँ भने मानिसले सम्मान कहाँ पाउने है? उनीहरूको बाहिर देश संसार त कस्तो अन्यल भित्र छ, एकदमै गण्डागोल भित्र छ विभिन्न। कोही बेला हिजोस्ति भर्खर म महलमा गएको थिएँ अनि म त्यहाँ विचार गरिरहेको थिएँ, मान्छेहरू त्यो सपिङ कुनै बस्छु नि म त्यो काउचमा बसेर हेरिरहेको थिएँ को मान्छे कता कता गयो है। उनीहरू त्यो हुन्छ नि एक प्रकारको धेरै सपिङ बोक्नेहरू यति उनीहरूको त्यो ब्रान्डेड बोकेर हिँड्दैछ, अरू बिचरा त्यो घुम्न मात्रै आउनेहरू त्यो लुक्दै हिँडेको जस्तो है। अरू चाहिँ त्यो अब आफूसँग प्रशस्त भएको चाहिँ यति। अनि म त्यो प्रत्येक आउने मान्छेलाई एक एक गरी निहालिरहेको थिएँ, विचार गरिरहेको थिएँ। आज बाहिर परमेश्वरको भवन बाहिर निस्किँदै गर्दाखेरि विभिन्न भिन्नताहरू छ, तर ख्रीष्ट येशूमा उहाँको मण्डलीभित्र उहाँको परिवारभित्र चाहिँ यो भिन्नतालाई पवित्र आत्माले मेटाउनु भएको छ। हालेलुया यदि पवित्र आत्माले त्यो भिन्नता मेटाउनु भएको छ भने तपाईँ र म मण्डलीभित्र चाहिँ हामीले भिन्नता ल्याउने काम गर्नु हुँदैन। घमण्डको कुराहरू, छुट्याउने कुराहरू, विभिन्न प्रकारको परमेश्वर भन्दा माथि जाने काम। पत्रुसले के भन्दैछ? यदि परमेश्वरले नै पवित्र आत्मा दिनु भएर दान वरदान दिनुहुन्छ भने म उहाँलाई रोक्ने को र? म त कोही पनि होइन। हालेलुया म त कोही पनि होइन। आज त यो नम्रतामा पत्रुसले के गरेको छ? आफूलाई नम्रतामा ल्याएको छ। उसले के भन्दैछ? मैले त जे मलाई हराएको थियो मैले त्यही गरेको हो। अनि 18 पदले के भन्छ? यी कुरा सुनेपछि तिनीहरू चुपचाप भए र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे। अब त परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनु भएछ। हालेलुया कमान्डले फुलेर बसेको थियो है प्रभुकै जनहरू, यहुदी जातिहरू, उनीहरूमा अहमपना थियो। तर पत्रुसले चाहिँ पवित्र आत्माद्वारा भएर जे घटना भएको थियो गवाईलाई मैले आजको दिन बताउन चाहेको चाहिँ जे गवाई घटेको थियो त्यो घटनालाई चाहिँ मानिस कहाँ पुर्याउन जरुरी छ। पत्रुसले जे घटना प्रेरित 10 अध्यायमा भएको थियो त्यो स्पष्टसँग नरिसाइकन खुसीसँग आनन्दित हृदयले भन्दै गर्दा उता एकदमै रिसाएर आगो भएर बसेको दाजुभाइले के गरे? 18 पदले के भन्छ? यो सबै पवित्र आत्माले गर्नुभएको घटनाहरू वृत्तान्त रूपमा पत्रुसको मुखबाट सुने पछाडि तिनीहरूले के गरेको छ? तिनीहरूले परमेश्वरको महिमा गरे। हालेलुया जस्तै मान्छे होस् जो परमेश्वरको उपस्थितिमा आउँछ नि उनीको हृदय चाहिँ परिवर्तन हुन्छ नै हुन्छ। अनि अन्तमा उनीहरूले के भने? परमेश्वरको महिमा मात्रै गरेन, अब त परमेश्वरले अन्य जातिहरू यो उहिले भइसक्यो आउँदै सबै भिन्नता मेटिसक्यो। तर यहाँ चाहिँ उनीहरूले भर्खर थाहा पाउँदैछ के भन्दैछ? अब त परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनको पश्चाताप दिनुभएछ। यहाँ भन्नु खोजेको अब चाहिँ परमेश्वरले अरू मानिसहरूलाई पनि उद्धारको लागि के गर्नुभएछ? बाटो खोल्नु भएको रहेछ। हालेलुया उद्धार चाहिँ सबै
मान्छेहरूको लागि रहेछ भनेर थाहा पाएँ। आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ र मैले सेवा गर्दै गरेको भवन, तपाईँ र मैले सेवा गर्दै गरेको ठाउँ चाहिँ सबै मानिसहरूको लागि भिन्नता मेटाउने ठाउँ हुनु पर्दछ। हामीलाई प्रभु त्यो मण्डलीभित्र, चर्च भवनभित्र आउँदै गर्दाखेरि त्यो हाम्रो बाहिर गर्ने हाम्रो पोजिसनले हामीलाई प्रभुको सेवा गर्नुबाट रोक्नु हुँदैन। हाम्रो सुन्दरताले प्रभुको सेवा गर्नुबाट हामीलाई रोक्नु हुँदैन। हाम्रो पढाइले प्रभुको भवनमा आउँदै गर्दा म त यति पढेको, किन म नाच्नु है, किन प्रशंसा गर्नु चर्चभित्र, परमेश्वरको महिमा गर्नुबाट हामीलाई हाम्रो देखिने हाम्रो त्यो कुरा भिन्नताले हामीलाई रोक्नु हुँदैन। हाम्रो सोचाइले हेर्नुहोस् त, कस्तो ठुलो सोचाइ, रिस डाहा लिएर यहाँ बसेका थिए यहुदी मानिसहरू यरुशलेममा, पत्रुसलाई पर्खिरहेका थिए, किनकि उनीहरूले सुनेका थिए अब चाहिँ पत्रुसलाई छोड्दैन भनेर बसिरहेका थिए। तर पत्रुसले सबै पवित्र आत्माको कुरा भन्दै गर्दाखेरि पवित्र आत्माले उनीहरूको हृदयलाई परिवर्तन गर्नुभएको छ। हालेलुया। आज पवित्र आत्माले मात्र उहाँले चाहिँ सबै भिन्नताहरू मेटाउन सक्नुहुन्छ है। तपाईँ र मैले यो कुरो याद गर्नुपर्छ। आज हाम्रो वरिपरि घटनाहरू, विभिन्न कुरोहरू भइरहेको छ। आज म तपाईँहरूलाई बताउन चाहन्छु, उहाँले कोही कोही बेला हामीलाई कस्तो लाग्छ भन्दाखेरि म स्त्री जाति हो, म केटी हो, म आमा हो, म बोजू हो, म हजुरआमा हो, म त के पनि गर्नु सक्दैन, यसले पनि हामीलाई रोकिरहेको हुन्छ। आज त्यो कुरो पनि मेटिनुपर्छ। म हजुरआमा भए तापनि, केटी भए तापनि, छोरी भए तापनि, बुहारी भए तापनि, सासू भए तापनि, जे भए तापनि म चाहिँ ख्रिस्ट येशूको हुँ। हालेलुया। अनि पवित्र आत्माले चाहिँ ममा काम गर्नुहुन्छ। यो कुरो चाहिँ हामीले याद गर्नुपर्छ। तपाईँले मजाले अहिले मैले जुन गलतीको पुस्तक 3 अध्याय पढेँ, तपाईँले 3 अध्याय जम्मै पढ्नुहोस्। कस्तो मिठो कुराहरू तपाईँले त्यहाँ 25 देखि उता पढ्दै जानुभयो भने कति राम्रो कुराहरू छ। आज भेदभावको कुराहरू, विभिन्न सोचाइको भिन्नताहरू पवित्र आत्माले मण्डलीभित्र मेटाउनु भएको छ। यदि मण्डलीभित्र भिन्नता आउँदैछ भने होशियार। हालेलुया। यदि मण्डलीभित्र नै भिन्नता आउँछ भने बाहिरको मान्छे भित्र आउन सक्दैन, उनीहरूलाई गाह्रो पर्छ। त्यही भएर पत्रुसले यहाँ मजाले सम्झाइरहेको छ। अनि यो सबै भनेको कुरा मानिसहरूले, ती घमण्ड गर्ने प्रभुको दासहरूले पनि, मानिसहरूले पनि, भाइहरूले पनि थाहा गरेका छन्। उनीहरूले के भन्दैछन्? ओहो, प्रभुलाई महिमा होस्। हालेलुया। तपाईँ र मैले गर्दै गरेको जीवन, जिउँदै गरेको हाम्रो कार्यले चाहिँ के गर्नु पर्दछ? अरूलाई बदलिने मौका हुनुपर्छ। हालेलुया। तपाईँ र मैले जिउँदै गरेको जीवन अरूले देखेर चाहिँ बदलिन सक्नुपर्छ। यहाँनिर पत्रुसले जे कार्य गरेर, प्रेरित 10 अध्यायमा जे कार्य गरेर आएको थियो, त्यो कार्य गरेर ऊ फर्केर आएको कुराहरूले चाहिँ के गरेको छ? अरू रिसमा बसेका भाइहरू पनि के भएको छ? परिवर्तन भएको छ। हालेलुया। उनीहरूले पनि पवित्र आत्माको कार्यलाई स्पष्ट रूपमा बुझ्न सकेको छ। पवित्र आत्माले गर्नुभएको त्यो महान कामलाई उनीहरूले जान्न सकेको छ। आज म तपाईँहरूलाई, जति नै मलाई सुन्दै हुनुहुन्छ, म यो हौसला दिन चाहन्छु, पवित्र आत्मा चाहिँ तपाईँ र मलाई दिएको छ। उद्धार चाहिँ प्रभु यीशु ख्रिस्टले, उद्धार चाहिँ जसले यीशुलाई विश्वास गर्छ सबैको हक हो। अनि पवित्र आत्मा पाउनु पनि सबैको हक हो। जसले प्रभु येशूलाई प्रभु भनेर स्वीकार गर्दछ, जीवनमा बोलाउँदछ, पवित्र आत्मा चाहिँ उहाँहरू सबैको लागि हुनुहुन्छ। हालेलुया। तपाईँ र मैले हृदयमा त्यो विश्वासलाई गर्नु पर्यो, त्यो विश्वासलाई राख्नु पर्यो। अनि अहिलेको दिनहरूमा पवित्र आत्मा चाहिँ विभिन्न तरिकाले बोल्नुहुन्छ है। उहाँ चाहिँ, तपाईँले, मलाई मनपर्छ, अयुब 33 अध्यायको 14 देखि उता पढ्नुभयो भने त्यहाँ थाहा पाउनुहुन्छ। दर्शनद्वारा बोल्नुहुन्छ, सपनाद्वारा बोल्नुहुन्छ। अयुबलाई त्यहाँनिर बताएको कुरोहरू हामी थाहा पाउँछौँ। अनि उहाँको वचनद्वारा अहिले हामीलाई यहाँ थाहा भयो, पत्रुसले प्रचार गर्दै गर्दा उसले पवित्र आत्माको कुरा बोल्दै गर्दाखेरि उसले यीशुले भन्नुभएको कुरो थाहा भयो। यौनाले त पानीले बप्तिस्मा दिन्छ, तर पवित्र आत्माले त तिमीहरू सबैलाई बप्तिस्मा दिनुहुन्छ भन्ने कुरो पत्रुसलाई यीशुले भन्नुभएको कुरो याद भयो। आज तपाईँ र मैले जान्नुपर्ने कुरा चाहिँ के हो? उहाँ विभिन्न तरिकाले बोल्नुहुन्छ, तर मण्डलीमा पवित्र आत्मालाई बस्ने ठाउँ, पवित्र आत्मालाई बोल्ने ठाउँ हामीले दिनुपर्छ। हालेलुया। परिवारमा पनि, घर घरानाभित्र पनि, परिवारभित्र पनि हामी के गरिरहेका छौँ? परिवारमा पनि हामीले त्यो स्थानहरू बनाउनु पर्छ है। त्यो कुराहरू, ठाउँहरू बनाउनु पर्छ। परिवारभित्र पनि छोराछोरीमा भिन्नता गर्ने कुरा, घरको परिवार सदस्यहरूभित्र पनि के हुन्छ? रिस डाहा ईर्ष्या भएको कारणले के हुँदछ? त्यो भिन्नताहरू आइरहेको हुन्छ। अनि
त्यो भिन्नताहरूलाई मेटाउनुको लागि पवित्र आत्मा हुनुहुन्छ। हालेलुया। मिठो कुरा आजको वचनद्वारा म धेरै कुराहरू छ मसँग, तर म सबै जान्न। तर मैले यहाँबाट यो प्रेरित 11 अध्यायबाट सिकेको कुरा चाहिँ के हो, आज उद्धार मुक्ति चाहिँ हरेक जातिहरूको लागि छ। पत्रुसले जस्तो प्रार्थना गर्ने व्यक्ति चाहिएको छ, पत्रुस जस्तै मण्डलीमा त्यो रिसाएर एकदमै भाँडिएर बसेको मान्छेहरूलाई सम्झाउने व्यक्तिहरू चाहिएको छ, पत्रुसले जस्तो प्रचार गर्दाखेरि पवित्र आत्माको लागि, पवित्र आत्मालाई काम गर्ने ठाउँ दिने व्यक्तिहरू चाहिएको छ। अनि पवित्र आत्मा जब आउनुहुन्छ नि सबै भिन्नताहरू मेटेर जानेछ। हालेलुया। परिवारभित्र पनि एकले अर्कालाई देख्दै गर्दाखेरि पनि, एकले अर्कालाई भेट्दै गर्दै, जस्तै हामीले पास्टर विनयबाट सुनिरहेको थिएँ, यसैको 8 जना छोराहरू मध्ये 7 जना चाहिँ एकदम बडी बिल्डरहरू जस्तो, पुरा आर्मीहरू जस्तो, आर्मीको सोल्डरहरू थियो, राजाकोमा काम गर्ने। तर दाउद मात्रै थियो, ऊ चाहिँ कस्तो व्यक्ति थियो भन्दाखेरि ऊ जङ्गलमा बस्ने व्यक्ति, भेडा बाख्रा चराउने व्यक्ति। कस्तो है, प्रभुले त्यो आकाश र पृथ्वीको सोचाइलाई, भिन्नतालाई चाहिँ उहाँले एकाकृतमा ल्याउनु भयो। त्यो सोच्दै नसोचेको कुरा, अघि पत्रुसलाई देखि नि आकाश मर्ने चराचुरुङ्गी र पृथ्वीमा घस्रिनेको मिलमिलाप हुन्छ र हुँदैन। तर त्यो एउटै पर्दामा के देखियो, पत्रुसले दर्शन देख्यो, त्यो सबै एकै ठाउँ भएको। यो चाहिँ कसरी भयो, जसले प्रभु यीशुलाई विश्वास गर्दछ। त्यो आकाश र पृथ्वीमा विभिन्न सोचाइको भिन्नताहरू चाहिँ ख्रीष्ट यीशुमा चाहिँ मेटिएको छ। त्यो कुरो पत्रुसलाई देखाइयो है। त्यसरी नै त्यहाँनिर दाउदलाई पनि मान्छेले वास्तै नगरेको, परिवारले गन्ती नै नगरेको त्यो व्यक्तिलाई परमेश्वरले कहाँबाट ल्याउनु भयो, जङ्गलबाट एकैताला महलमा लिएर आउनु भयो। तर त्यो महलमा आउँदै गर्दाको बिचको 17-18 वर्षको प्रोसेसमा कति दुःख कष्टहरू, त्यो पदमा आइपुगुन्, राजाको अभिषेक त सानोमा भयो, तर त्यो स्थानमा आउन्जेलसम्म धेरै कुराहरू दाउदले सहेको छ। त्यो सबै परिस्थितिले दाउदलाई स्ट्रङ बनाएको छ। हालेलुया। तपाईँ र मलाई पनि अब हामीले प्रभु यीशुलाई विश्वास गरेको कारण मण्डलीभित्र यदि कुनै भेदभावको कुराहरू, भिन्नताहरू आउँदैछ भने तपाईँ र म पत्रुस जस्तै खडा भएर यो कुरो चाहिँ गलत हो भनेर हामीले पत्रुसले जस्तै मजाले सम्झाउन सक्छौँ कि पवित्र आत्मा चाहिँ मण्डलीको लागि दिएको हो। ख्रीष्ट येशूको उद्धार चाहिँ हरेक जातिहरूको लागि हो, जसले यीशुलाई प्रभु भनेर स्वीकार गर्दछ। यो कुरो बताउनुको लागि तपाईँ र म मण्डली चाहिँ तयार हुनुपर्दछ। आमेन। परमेश्वरले तपाईँहरूलाई यो वचनद्वारा धेरै आशिष दिउन्। सबैजनालाई जय मसीह।